नमस्ते, म दिलीप राणा। मैले यो 30 वर्षको एक्सपिरियन्समा एउटा के देखिरहेको छु नेपालमा आदिकंशमा है, के देख्छु भन्दाखेरि बच्चाको सम्पूर्ण जिम्मेवारी चाहिँ आमाले लिइरहेको, मदर हैन। सबै कुरा बिचाराले तपाईको घर हेर्नेदेखिको लिएर तपाईको चाहिँ बच्चाको चाहिँ वेलबिङदेखिको एजुकेसनदेखिको लिएर सबै कुरा। अनि पछि गएर फेरि केही चिज बच्चाकोमा कमी कमजोरी आयो भने चाहिँ त्यसको जिम्मेवारी, त्यसको गाली, त्यसको बोझ चाहिँ परिवारमा चाहिँ सबै आमाले लिएको चाहिँ देखेँ मैले हैन। यो कुराले मलाई धेरै ट्रिगर गरिरहेको कुरा हो र मलाई के लाग्छ, किन लाग्छ यस्तो कुरा भन्दाखेरि मैले अरू परिवार पनि हेरेँ। कति परिवारमा चाहिँ आमा र बुवा दुवैजनाले मिलेर आफ्नो छोराछोरीलाई हुर्काएको र हुर्काउने क्रममा त्यो बच्चाको चाहिँ हुर्काइमा चाहिँ फरक देखेँ। त्यो बच्चामा कन्फिडेन्सको लेभल अर्कै, खुसी अर्कै, अनि तपाईको केही कुरामा उसले भने जस्तो पर्फर्मेन्स दिन नसके पनि भोलि गएर म त्यसलाई चाहिँ राम्रो गर्छु, मेरो परिवारमा त्यति साह्रो चाहिँ अप्ठ्यारो छैन भन्ने कुराको चाहिँ रिफ्लेक्सन देखेँ। त्यसले लङ रनमा त्यस्तो बच्चाहरूले कम्पिटेन्ट भएर आफ्नो जिन्दगी सुधारेको र करियरमा पनि फ्यान्टास्टिक गरेको चाहिँ मैले देखेँ। सो मेरो परिवारको जो परिवारमा चाहिँ सम्पूर्ण जिम्मेवारी आमालाई दिन्छ, बोझ आमालाई दिन्छ, ती परिवारलाई म मेरो पर्सनल रिक्वेस्ट सबै बुवा पार्टीलाई, फादर पार्टीलाई चाहिँ के हो भन्दाखेरि बुवाको पनि त्यति नै दायित्व, त्यति नै रिस्पोन्सिबिलिटी चाहिन्छ। हैन भने त्यो कमी सधैँ रहन्छ बच्चामा र केही पर्सेन्ट बच्चाले राम्रो गर्ला तर धेरै बच्चामा चाहिँ त्यसको ग्याप देखिन्छ। मिलेर काम गर्नुहोस्, तपाईको बच्चा हो, दुईजनाको उत्तिकै रिस्पोन्सिबिलिटी हुन्छ। एकजनाले पुरै बोझ लिन सक्दैन। नराम्रो जति आमा, राम्रो जति बुवा भन्ने जस्तो कन्सेप्टले चाहिँ हुँदैन। समय छैन मलाई थाहा छ, तर समय अहिले कोसँग छ? कोहीसँग पनि छैन। समय तपाईँ आफैले मिलाउनु पर्ने हुन्छ। धन्यवाद।